केटी नै हो भनेर पत्ता लगाउनु यता त पुरो यहाँबाट तल हेलो साथीहरू वेलकम टु माई न्यू ब्लग आयो तपाईहरु सबैजना सन्चै हुनुहुन्छ अनि म पनि एकदम धेरै ठिकै छु अनि आज चाहिँ म जाँदैछु खासै न कहाँ जाँदैछु जाँदैछु अनि आज मेरो ड्राइभर छ यहाँनिर दिनको 10 रुपैयाँ दिएर मैले यसलाई कुदाउन राखेको छु अनि म चाहिँ किन पनि आजकल अलिक बढी स्कुटीमा हिँड्न थालेको छु भने मैले चाहिँ खासै बाटै देख्दिनँ क्या कहाँ हिँड्ने भनेर बिस्तारै कुदा घ्यार गरेर सबै मेरो आवाज बिगारिदिन्छ हैन अब ड्राइभर भएपछि त मान्नु पर्यो नि त अहिले ड्राइभरबाट निस्केपछि उठेर एक झापट दिने होला यसले मलाई यसको धेरै बेइज्जत गरी भन्छ अनि के भन्छ खालि म गाडीमा हिँड्दा दिक्क भइसक्यो खालि पठाउ चढ्छु अनि आजकल चाहिँ पुरै म सिक्नको लागि एउटा कन्टिन्यू साथीसँग जानेको देखेको साथीसँग चाहिँ मस्त बाटो हिँड्दैछु क्या अब यत्रो भइसक्यो काठमाडौँ बसेर 1 वर्ष घाँटिसक्यो अनि एउटा बाटो पनि नदेख्दा त अलिक बेइज्जतै हुँदो रहेछ क्या त्यही भएर म अब बेइज्जत हुनबाट बच्छु भनेर यसरी हिँड्दैछु क्या आजकल चाहिँ अनि अलिक सजिलो बाटोमा चाहिँ उसलाई पनि कुदाउन दिन्छु उसको पनि स्कुटी त छ तर धेरै कुदाउँदिनँ क्या डराउँछ यतिको बाटोदेखि चाहिँ अब कौशलटार आइपुग्यो कौशलटारदेखि चाहिँ सक्दिनँ अरे अब म कुदाउँछु गाइज म त फेरि एक्सपर्ट हो नि त धेरै ओभर कन्फिडेन्सले पनि नालीमा गुल्ट्याउँछ भन्ने सुनेको थिएँ त्यत्रो साह्रो ओभर कन्फिडेन्स त होइन जे भए पनि लाइसेन्स छ हामी चाहिँ बाग बजार हिँडेको हिँड्दै अलमलेर टुवा पर बाटोमै बसिरहेछौँ क्या यो सिडी नचढेको पनि निकै भएको थियो यार मोटी भएर म त चढ्नै नसक्ने भइसकेको छु मोटी पनि कति मोटाको क्या म फर्सीको लौकाको कोट जस्तै छु यहाँबाटको भ्यू चाहिँ दामी आउँछ क्या मेरो भ्लगिङको स्टार्टिङतिर पनि म यतैतिर कुदिरहन्थेँ अहिले बिचा फेजमा पनि म यतैतिर कुदिरहेको छु हामी चाहिँ खासमा यो बाग बजार भन्ने ठाउँलाई खोज्दै हिँडेको हो तर खासै दोस्रो पुल भने यही त होला नि होइन यो दोस्रो पुलदेखि माथिपट्टि छ अरे अघि हामीलाई बाग बजारै अन्तै कताबाट छिर्नुपर्छ भने कि अनि ठाउँ नै थाहा छैन त्यसै लहर कुद्नु हुँदैन भनेर नली हिँडेको त स्कुटी नत्र त रत्न पार्कको अपोजिट साइड अरे रत्न पार्क भनेको हो त्यो हो ए म त मोटाइ छु है गाइज आमा म यो सिडी चढ्नु परे चाहिँ बिरक्तै लागेर आउँछ कता रहेछ ए भगवान् सिडी नै चढ्न मन छैन फेरि मलाई क्या गरौँ गाइज हामीले चाहिँ एउटा काम थियो यो डकुमेन्टहरू लिनु थियो त्यही डकुमेन्ट लिएर फिर्ता भयौँ आउँदैछौँ होइन अनि अब अझै मेरो साथीलाई भेट्न जानु छ अनि ऊ चाहिँ अब नसक्ने अरे पुरै गली अरे तिरिमिरी भयो अरे यताबाट तिरिमिरी झ्याइ गयो अरे अब अहिले बेरोजगार भएर होला निन्द्रै मात्रै लाग्छ भन्दै थिएँ यसको लागि र मेरो लागि एउटा रोजगार खोजिदिनु भयो भने चाहिँ तपाईँहरूले हामी एकदम खाली छौँ स्पेसल्ली म चाहिँ अझै बढी खाली छु म त हिँड्न पनि सक्दिनँ गले लास्टै छिटो गल्छु म हिँड्दा कस्तो नाके सिडी छ त हेर त हामी धेरै उता गएछौँ नि त यहीँबाट रहेछ के दिमाग खुस्केको नि मेरो कहिले काहीँ त खुस्किन्छ हौ कस्तो राम्रो टक्क बस्ने ठाउँ चाहिँ यसो अनि कसले बनाएको त यो मिस्त्रीले बनायो नि त लाउने त बालेन हो नि त यत्रो वर्ष केपी शर्मा ओलीले देश चलाउँदा त लागेको थिएन जे भए पनि बनाउने नियम पनि बालेनले एक्लै आएर काठ ठोक्न त ठोकेन तर पनि यहाँभित्र चाहिँ गमला छ अनि हामी हिँड्दैछौँ यो बाटोमा यो ठाउँ चाहिँ कहाँ हो भने खोइ थाहा भएन मलाई कहाँ हो खोइ के पार गरेँ तर म चाहिँ यहाँ डकुमेन्ट लिन गएर फर्किरहेको छु है फेरि सरस्वती त यतातिर घुम्दै रहेछ भन्दा फेरि मान्छेको मुख टाल्नै गाह्रो हुन्छ फेरि भगवान् अब मेरो अर्को साथीलाई भेट्न जानु लाग्यो मोबाइलमा चार्ज पनि सकिन आँटो होला मेरो क्यामेरामा हेरेर बोल्ने बानी नै छैन यार यहाँ त के भन्छ यस्तो भित्रबाट छिर्ने सिँडी पनि रहेछ मलाई उयोमा हेरेर आउने फेरि बुढिकिन्छ भनेर होइन यो सिँडी थियो भनेर मलाई थाहै थिएन त म कहाँ जाँदैछु भनेर भन्दै त्यसलाई मैले लगिदिएँ खुवा भनेको टेर्दिनँ यो बाटो कट्नेमा हामी एकदम ट्यालेन्ट छौँ सुपारी लाउने तसाला फोन बोकेर ठाडो पारेर हिँड्छ भनेर अगाडिबाट कारबाट फोनै ठुकेर लग्यो भने चाहिँ म के गर्छु होला नि पछि जान्छु होला गुटुटुसँगले टेन्सन त तिनीहरूलाई पो हुन्छ त जो अरूको बुढीहरूसँग मात्र टेन्सन अगाडि भ्लगर आउँछ ला यसको भ्लगमा मेरो बुढाले देख्यो भने अथवा मेरो बोयफ्रेन्डले देख्यो भने भन्ने कत्रो पिर हुन्छ हामीलाई छैन एउटी कहाँ
काली छे अर्की गोरी छे टक्क मिलेर हिँड्छौँ कोइला र अङ्गार भएर ऊ यार इन बसन्तपुर होइन त्यही भन्छन् होइन इङ्ग्लिसमा आमा म त इङ्ग्लिस पो बोल्न थालेँ त अनि यहाँ कुहिरेहरू छन् वरिपरि अनि लाजै हुन्छ नि हौ नेपाली मात्रै बोलिराख्दा त म त इङ्ग्लिस बोल्न थालेको नि मन पर्यो जाले राइनीहरू नि हो नि मेरो साथी चाहिँ तर खासै फेस देखाउनु मन पराउँदैनन् क्या क्यामेरामा केटी नै हो भनेर पत्ता त लाग्नु पर्यो नि त केटी नै हो भनेर पत्ता त लाग्नु पर्यो नि त फेरि केटा रहेछ भन्यो भने त बिजोग हुन्छ यहाँ चाहिँ गाइस हामीले चटपटे किनेर खाएको कि तर 100 रुपियाँमै यसमा नभरी दिए कि अब के भन्नु यो होटलको नाम त इङ्ग्लिसबाट लेखाएको थियो त पढ्दै ल कि त पढिदिन्छ यसो पढिदिएँ अनि बल्ल म त्यो होटलको नाम भन्छु कि यो चाहिँ बसन्तपुरमा हो 99 सबको 2-3 घर यतापट्टिको होटल हो यहाँ चाहिँ भरिसके मोमोको प्राइस हेरेर कति पर्दो रहेछ एकछिन 100 रुपियाँ तिरेको छ एकछिन त खटाउनै पर्छ नि बसेर यत्रो प्लेटमा त्यो भरि दिएको भने चित्त बुझ्थ्यो नि साँच्ची भने हाम्रो उहिलेको घरतिर भन्थ्यो नि गाँड मात्र चिलायो मेरो पनि त्यस्तै भयो क्या गाँड मात्र चिलायो क्या झ्या यता त पो यहाँबाट तल गएकै थाहा पाइनँ क्या मैले चटपटे म के गर्ने होला भगवान् बिजोग भएको मेरो मोमोको प्राइस हेरेर बहिनी कति भएछ सिज कति राम्री छ यो भेजलाई भेज मोमोलाई 220 रे के भन्नु खोज्या भाइ के भन्नु खोज्या के हामी चाहिँ विदेशबाट आएको हो हामी चाहिँ मार्छौँ होला है मलाई त त्यही भएर म सानो बोल्दैछु है सानो आफ्नो पनि बाँच्नु पर्यो हेरे मार्ने पनि उहाँ पर छु बर्थडे मनाउन आउँदा चाहिँ हुन्छ है दामी छ टाइम पुग्दैन नि यार यत्रो के बोल्नु गाइस के बोल्नु यही होटलकै अगाडि बसेर यसकै बेइज्जत त गर्ने मिलेन नि त मार्छन् फेरि देऊ हाँस्दै बियोस हुन्छ उसलाई यो केटी फेरि कत्रो खाकी बिहेसक्नु 100 रुपियाँको त्यति चटपटे खाएर कस्तो फिल आइरहेको त कस्तो आइरहेछ 100 रुपियाँको त्यति चटपटे खाएर कस्तो फिल आइरहेको त भन्नु पर्यो कत्रो असुली चाहिँ अब यो पनि बोकाएको एउटा भुँडीमा हाल न सबै केटी त छौ केही थाहा हुँदैन 200 रुपियाँ खाएर भयो पनि ओइ मलाई चाहिँ यति हालिहाल्ने स्वस्तिमा खड्काले हामीसँग स्वस्तिमा खड्का हुनुहुन्छ तपाईँको इन्टरभ्यू लिन चाहन्थे फेरि अहिले होस् भ्याउँदिन यो कहाँ पो हो कस्तो ओइ नाम के थियो होइन दुसवटा त मलाई पनि आइहाल्छ नि ल्याउनसम्म ल्याएछन् त यिनीहरूले त अनि अहिलेसम्म मैले 100 रुपियाँको चटपटे खाँदिनँ क्या काठमाडौँ आएर 50 को पनि मलाई महँगो लाग्थ्यो तर अहिले आएर यिनीहरूसँग गएर खाने भएको भगवान् 100 रुपियाँको चटपटे खाएँ मैले हामी जाने कता हो के भयो अहिलेसम्म मैले 100 रुपियाँको चटपटे खाएको थिइनँ क्या यो फर्स्ट टाइमको रेकर्ड हो कस्तो भयो एक्सपिरियन्स गाडा नि पुगेन त झापाली चटपटे रातो बरु यति आउँथ्यो यार 30 रुपियाँमा त आउँदा चटपटे ल्याइदिनु पर्दैन मलाई त्यति सबैवटी झापाली परेछौँ फेरि
चारैवटी यो पनि तिमी कता पश्चिमी हो छुट्ने बेला भयो अनि तपाईँ के भन्न चाहन्छ आँसु आएन यहाँबाट होइन मुखबाटै निकाल्नु पर्छ आँसु हामी चाहिँ कति 1.5 वर्ष पछाडि भेटेको साथी होइन अनि छुट्ने बेलामा रुन्छ कि भन्ने कत्रो आश थियो रुँदिन त ओइ रो न ल म पनि रुन्छु ल भरे घर गएर भिडियो कललाई बोल्नुपर्छ सबैजना है बाई बाई स्वस्तिमा खड्का अघि किनेको इयरिङ लगाएर ल बाई बाई ल राम्ररी जानु ल स्वस्तिमा खड्का ल बाई मेरो फोनमा चार्ज पनि अलरेडी सकिसक्न आँटेको छ घर पुगेर मात्रै भ्लग एन्ड गर्छु गर्न चाहिँ अब त कोही कहाँ गइए फाइनल्ली गाइज म चाहिँ आइसकेँ होइन भर्खरै यहाँ मैले त आज एउटा सुनको सिक्री किनेको छु फेरि सुनको भनेर बियोस हुनु होला यसलाई परो 300 कति रुपियाँ 380 रुपियाँ परो यसलाई चाहिँ मैले यो किनेर आएको छु क्या आज त म पुरै धनीवाला फिलाइरहेको छ यस्तो बाहिर निस्केको आन्टीले त सरस्वतीले सुनको भाउ बढेको छ कि घटेको छ भन्दै थिएँ सुन बनाइन् कि क्या हो भन्दै हुनुहुन्थ्यो अब बनाएँ भनौँ भने कता ढाँट्नु नढाँटौँ भने के सत्य बोल्नु जाओ 350 को सिक्री भनेर सोच्दै बसिरहेको छु अनि भर्खरै आइपुग्यौँ क्या हामी चाहिँ अनि यहाँ दाजुले चाहिँ आज चिया पकाएर खुवाउनु न दाजु मर्न आँट्यो भनेर यहाँ चिया बसाउँदै हुन्छ हाम्रोमा चिया पकाउने भाँडा चाहिँ फेरि यो हो क्या दामी छ नि त भाँडा त अनि यहाँ मम आ त गलेर भन्नु मात्रै एउटा काम थियो अनि मेरो साथीहरूसँग पनि भेट भयो होइन 1.5 वर्षै भएको थियो क्या हामीले भेट नगरेको सायद 2 वर्षै हुन आँटेको थियो होला अनि साथीहरूसँग नि भेट्यौँ अनि एकदम रमाइलो भयो आजको दिन चाहिँ होइन पुरै रमाइलो भयो नि गलेर मर्न आँटेको छु म सो आजको लागि चाहिँ मेरो भ्लग यति नै थ्याङ्क यू फर वाचिङ डोन्ट फर्गेट लाइक कमेन्ट एन्ड सब्सक्राइब यो डाइलग पनि हल्का चेन्ज गरेर अर्को डाइलग ल्याउनु पर्ने भएको छ सबैजनाले सब्सक्राइब चाहिँ गरिदिनु होला होइन म एउटा बिचरा भन्दा पनि म के हो म एउटा अबोला नारीलाई सहयोग गरिदिनु होला सब्सक्राइब गरेर भिडियो वाच गरिदिएर बोला त्यसो भए म एउटा बोला नारी बोलेको गर्नेलाई होइन सो बाई बाई गाइज एभ्रीवन अब फेरि आउनेछु भोलि अर्को भिडियो लिएर सो तबसम्मको लागि बाई बाई